दिल्ली सरलाई। आजको यो हाम्रो कार्यक्रममा दिनभरि हामीले विभिन्न सेसनहरू लिइसके पछाडि हामीले एउटा वर्कसप जस्तो गरेका थियौँ, जसमा समूह डिभिजन गर्दाखेरि हाम्रो समूह 1 पूर्व तयारी परेको थियो र हाम्रो चाहिँ यसको प्रेजेन्ट गर्न गइरहेको छु। म अतिथि आसन ग्रहण नभएका पनि हाम्रो जिल्ला प्रदेश नगरपालिकाबाट पाल्नुभएका सम्पूर्ण अतिथिहरूलाई एकमुष्ट रूपमा हाम्रो समूहगत तर्फबाट न्यानो अभिवादन टक्राउँदै हामीले हाम्रो यो कार्यशालाबाट आएका केही कुराहरूलाई प्रेजेन्ट गर्न गइरहेको छौँ। लु पूर्व तयारीका लागि गरिने क्रियाकलापहरू के थिए भन्ने कुरा हाम्रो टपिक थियो र हामीले चाहिँ मुख्य सरोकारवाला को हो र साझेदारी संस्था को हो भन्ने विषयमा हामीले केही यहाँ रिपोर्ट गरेका छौँ। कृपया सबैजनाले ध्यान दिएर सुनिदिनुहुनेछ। सचेतनामूलक अभिमुखीकरण तालिम सञ्चालन गर्ने र बच्ने तरिकाबारे भिडियो सामग्रीहरू तयार गरी प्रचार प्रसार गर्ने। यसमा चाहिँ मुख्य सरोकारवाला निकाय हाम्रो सैनमैना नगरपालिका छ र साझेदारी निकायमा नगर ब्युरो, वडा विपद समिति, सञ्चार माध्यमहरू रहेका छन्। त्यसै गरी अर्को 2 नम्बरमा रहेको छ सूचना प्रवाह गर्ने, माइकिङ गर्ने। त्यो बाहेक पनि हामीले सूचना सम्प्रेषणको लागि अझै थप हाट बजारहरू, खुला ठाउँहरू, पब्लिक प्लेसेसहरूमा हामीले माइकिङ पनि गर्ने, जसमा मुख्य सरोकारवाला निकाय सैनमैना नगरपालिका र हामीलाई साझेदारी निकायको रूपमा सञ्चार माध्यमहरू जति पनि छन्, हाम्रो रेडियो टेलिभिजनहरू सबैलाई सहकार्य गर्ने। त्यसै गरी प्राथमिक उपचार तालिम प्रदान गर्ने। यो लुबाट हुन सक्ने समस्याहरूलाई सर्वप्रथम प्राथमिक उपचार के गर्न सकिन्छ भन्ने तयारी पनि गराउने। त्यो बाहेक चाहिँ स्वास्थ्य चौकी तथा अस्पतालहरूलाई तयारी अवस्थामा पनि राख्ने, किनकि एकदमै प्रकोप बढ्यो भने, यसको समस्या बढ्यो भने अस्पताल र स्वास्थ्य चौकीलाई पनि रेडी अवस्थामा राख्ने। यो चाहिँ सैनमैना नगरपालिका स्वास्थ्य शाखा चाहिँ यसको मुख्य सरोकारवाला निकाय छ। त्यो बाहेक स्वास्थ्य निकाय तथा अरू नेरेसो लगायतका सङ्घ संस्थाहरू छँदैछन्। त्यसै गरी अर्को छ पिउने पानी तथा शीतल छहारीको व्यवस्था गर्ने। वडाका नगरका विभिन्न ठाउँहरूमा हिँड्ने बाटो नजिकै पर्ने स्थानहरूमा रेस्ट गर्नको लागि सामान्य छहारी सहितका बसोबास र पानी पिउने पानीको व्यवस्थापन गर्न सकियो भने यसले अलिकति सहज पनि गराउनेछ। स्थानीय निकाय, विभिन्न सङ्घ संस्था र खानेपानी सङ्घ संस्थाहरूसँग पनि समन्वय गरेर यो काम गर्न सकिन्छ र यो चाहिँ नगर र वडा कार्यालय चाहिँ साझेदारी संस्थाको रूपमा रहनेछन्। त्यसै गरी अर्को छ हाम्रो कार्य अवधि, समय, दैनिक हाम्रो वर्किङ आवर हुन्छ नि, यसलाई पनि तोक दिने, अथवा डे टाइममा बढी गर्मी हुन्छ भने लुले गर्दा, त्यसै पनि लु भनेको गर्मी, हिट वेभको कुराहरू छ, तातो हावाको कुरा छ, दिउँसोमा बढी चल्ने हुँदा वर्किङ आवरलाई लामो समयसम्म काम बन्द गरिरहन असम्भव हुनसक्छ। तसर्थ दिउँसोमा गरिने कामहरूलाई बिहानको समयमा सारिदिने सिफ्टिङहरू, वर्किङ आवर्सलाई 6 to 10 होइन 4 to 7 कसरी डिभाइड गर्न सकिन्छ एउटा नर्म्स बनाएर। अनि स्कुलको डेली क्लास सञ्चालनहरू पनि दिउँसोमा बढी गर्मी हुन्छ भने बिहानी सत्रहरूमा अथवा इभिनिङ सत्रहरूमा यसरी लैजान सकिन्छ भन्ने कुरा छ। यसमा चाहिँ हाम्रो सैनमैना नगरपालिका मुख्य सरोकारवाला निकायहरू उद्योग वाणिज्य सङ्घ, व्यापार सङ्घ, मजदुर सङ्घ, व्यवसाय सङ्घ, यातायात निर्माण व्यवसाय सङ्घ आदि रहेका छन् र स्थानीय सरकार र नगर प्रहरीले चाहिँ यसलाई कानुनी रूपमा अगाडि बढाउनको लागि सहयोग गर्नुहुन्छ। वृक्षारोपण, यसको मुख्य औषधि भनेकै वृक्षारोपण, ग्रिनरी रहेको हुँदा सामुदायिक वन र स्थानीय सरकार नेरेसोको सहयोगमा हामीले यसरी यो कामहरू गर्न सकिन्छ। पानीका स्रोतहरू संरक्षण, निर्माण एवं रिचार्जको व्यवस्था गर्ने। ताल तलैया पोखरीहरू हामीले संरक्षण निर्माण गरेर यसलाई अलिकति लुको प्रभावलाई कम गर्न वा मान्छेमा मात्रै नभएर विभिन्न जनावरहरू, पशुपक्षीहरूलाई पनि यसले हेल्प गर्ने र हाम्रो पृथ्वी अथवा माटोलाई रिचार्जको लागि पनि यसले हेल्प गर्ने हुँदा यसमा पनि हामीले गर्न सकिन्छ भन्ने छ। त्यसै गरी हाम्रो नगर स्वयंसेवक ब्युरो, हामी त छँदैछौँ होइन, ट्रेनिङ लिएर दुर्नको लागि। ओके, यसलाई हामीलाई चाहिँ परिचालन गर्न सक्यो भने पनि हामीले पनि गाउँटोल छिमेकमा यस्ता अभियानहरूमा सहयोग गर्न सकिनेछ भन्ने छ। र लु सहायता सामग्रीहरू छन् नि, यसलाई खरिद गर्ने, भण्डारण गर्ने। अब हामीले खरिद गरेर भण्डारण गर्ने कुरा छ। अगाडि चाहिँ हामीले पर्सनल्ली पनि किनेर फुल कपडाहरू लगाउने, बोतलहरू, पानीको बोतलहरू सहित हिँड्ने, छाता ओढ्ने कुराहरू थियो। अगाडि सचेतनामा दिन्थ्यौँ यसरी हिँड्नु होला भनेर, र हामीले यो खरिद गरेर पनि राख्ने, जसले नसक्ने समुदाय वर्गहरूलाई हामीले पछि उपलब्ध गराउन सकिन्छ। यसमा छाता, छत्तरे टोपी, क्यापहरू, ह्याटहरू होइन, सबै कुराहरू प्राथमिक उपचारका कुराहरू छन् होइन। नर्मली ग्लुकोज
जीवनजलका प्याकेटहरूसम्म हामीले यो राख्न सकिन्छ। यो 6 महिना नगरपालिका वडा कार्यालय विपद व्यवस्थापन समिति स्वास्थ्य शाखा सबैको यो प्रत्यक्ष संलग्नतामा रहनेछ र सहयोगी संस्था वा सहायक संस्थामा चाहिँ हाम्रो नेपाल रेड क्रस सोसाइटी सुपर परियोजना पनि रहनेछ। हामीले आफूले भ्याएसम्म हामीले चाहिँ यो तत्कालै गर्न सकिने पूर्व तयारीका कुराहरू दीर्घकालीन भन्दा पनि केही तयारीहरू जुन हाम्रो भागमा परेको थियो यी कुराहरूलाई समेटेका छौँ र यसमा केही छुट्न गएको भए फेरि तपाईँहरूबाट पनि यसमा सुझाव आउनेछ भन्ने अपेक्षा सहित हाम्रो यो प्रस्तुतिलाई यसरी लिखितम गर्नको लागि सहयोग गर्ने मेरो यो हाम्रो पूर्व तयारी टिमका सम्पूर्ण साथीहरूलाई पनि म हृदयदेखि नै धन्यवाद दिँदै दिल्ली सर हाम्रो कृष्ण सरलाई पनि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। धन्यवाद। ताली बजाइदिनु। धन्यवाद सर।